हेलो हेलो एभ्रिवान। आज पनि म आफ्नो बिजनेस स्पेसबाट चाहिँ लाइभ आइरहेको छु। अहिले चाहिँ मालदिभ्स टाइमको चाहिँ बेलुकीको 6:37 भयो, इभिनिङ हो। किनकि म आज एक्लै जाने कारण चाहिँ म अब आधी घन्टामा चाहिँ अब काममा पुग्नुपर्छ भनेपछि आज म बिजनेस पार्टनरहरूसँग बहिनीहरूसँग आज मैले समय मेरोको कारण चाहिँ म एक्लै आउनु पऱ्यो है। अनि एकदमै धन्यवाद छ जो जहाँबाट अहिले हेरिराख्नुहुन्छ होइन, जसले मलाई चिनिराख्नुहुन्छ। त्यो चिनिराख्नुभन्दा पनि अगाडि अब जस्तो कि नयाँहरूले मलाई चिन्नुहुन्न, पुरानोहरूले चिन्नुहुन्छ होइन। अनि अब यो सुरु गर्नुभन्दा आफ्नो टपिक म आज हजुरहरूलाई चाहिँ म एउटा सानो परिचय दिन्छु है त। नमस्ते, म दिनेश कटवाल। म चाहिँ ओरिजिनल्ली नेपालबाट हालैले म मालदिभ्समा विगत 16 वर्ष भइसक्यो मैले काम गरेको। मेरो प्रोफेसनल चाहिँ एज ए सेक्युरिटी अफिसर एउटा होटल इन्डस्ट्रीमा होइन मालदिभ्समा काम गरिरहेको छु। अनि अब त्यो को सिलसिलामा आज सुरु गर्नुभन्दा अगाडि है हजुरलाई मैले परिचय दिएँ। अब त्यसपछि मैले अब थाल्नुपर्छ मैले आफ्नो टपिक के छ, आज के छ, के को बारेमा कस्तो छ होइन, सल्लाह सुझाव सेयर गर्छु मैले जाने कुराहरू। अनि यसपछि सकेर चाहिँ म ठ्याक्कै अब ड्युटीमा जानुपर्छ, मेरो पोस्टमा पुग्नुपर्छ। हिजो चाहिँ मेरो बिदाको दिन थियो र त्यसरी टाइम मिल्यो। तर अब आजबाट चाहिँ मैले मेरो अर्को टाइमिङको अनुसारले चाहिँ मेरो अब यस्तै हुन्छ, बेलुकै अलिक अगाडि नै हुन्छ होइन। सायद कोही अब बिजनेस पार्टनर हुनुभयो भने सँगै हुन्छ यही टाइममा, मेरो टाइम भन्नु अहिले आएको होइन। नभए भने चाहिँ त्यो टाइममा चाहिँ मिल्दैन अलिकति है, टाइमले गर्दाखेरि। ओके, थ्याङ्क यू सो मच फर एभ्रिवान है, जहाँबाट अहिले हेरिराख्नु भएको छ है, मलाई चिनिराख्नु भयो अहिले होइन। मेरो नाम हरेक कुरा परिचय दिएँ। अब सुरु गर्छु। मेरो चाहिँ के छ भने आज टपिक चाहिँ सुरु गर्नु सही समय चाहिँ आज हो कि भोलि होइन। सुरु गर्ने समय भनेको चाहिँ आज हो कि भोलि भनेर चाहिँ यसरी आज है टपिक चाहिँ। किनभने सुरु गर्नु भनेको कुनै कुरामा होइन, हामीले धेरै कुराहरू अब जस्तो कि घर बनाउँदाखेरि, घर निर्माण गर्दा, जग्गा लिँदाखेरि हरेक कुराहरू होइन, एउटा प्रपर्टी लिनलाई चाहिँ हामीले आफ्नो साइत हेर्छौँ ठाउँमा होइन, कुन बार राम्रो हो, कति समय, के हरेक कुरोहरू हामीले हेराएर मात्रै त्यो गर्छौँ होइन। अगाडि अब बढ्छु भनेपछि हामीले त्यसको लागि चाहिँ, तर हामीले चाहिँ के छ भने यो अनलाइन डिजिटल बिजनेस जुन चाहिँ अहिले मैले गरिरहेको छु, कतिपयले गरिराख्नुपर्छ नेपालबाट होइन, बाहिर के अरे विदेशबाट पनि गरिराख्नुपर्छ आफ्नो यो साइड हसल बिजनेस भन्नु। कसैले चाहिँ फुल टाइम गरेर साइड हसल गर्नुपर्छ, कसैले पार्ट टाइम पनि गर्नुपर्छ, पार्ट टाइम गरेर पनि गर्नुपर्छ। अनि मैले पनि फुल टाइम जब अहिले 10 घन्टा ड्युटी गरेर चाहिँ यो साइड हसल बिजनेस गरिरहेको छु भनेपछि यो भनेको बिजनेसमा हामीले कहिले पनि यो साइड हेर्नु पर्दैन यसको लागि होइन, केही खम्बा बार्नु छैन नि त है। यो भनेको एकछिनको कुरा हो, यो हजुरले इन्ट्रेस्टेड हुनु मात्रै हुनु पऱ्यो कि, इन्ट्रेस्टेड हुनुपर्छ, एउटा पोजिटिभ माइन्डसेट ल्याउनु पऱ्यो। किनभने समयले हामीलाई पर्खिँदैन है, सपना समय पर्खिँदैन हामीलाई। जति कुराहरू सोचिराख्नुपर्छ, अगाडि बढाउनु भनेको हजुरको हातमा छ। त्यो जे पनि त्यो निर्णय भने हजुरकै हातमा छ है। आफ्नो के छ, राम्रो हो नराम्रो हो विचार गरेर एउटा भनौँ न रिसर्च गरेर होइन, यो कस्तो खालको, यो के खालको हो बुझेर चाहिँ अगाडि जानुलाई त्यो भनेको चाहिँ अब हजुरकै हातमा छ। जस्तो मैले पनि अहिले सोचेर रिसर्च गरेर अगाडि अहिले हेर्नुहोस्, मैले यो बिजनेसमा जोइन भएको अहिले करिब म अहिले 18 महिना पुगिसकेँ होइन। धेरै कुराहरू मैले सिकिसकेँ, अगाडि बढ्दैछु मेरो। किनभने एउटा लाइफ चेन्ज गर्नु छ। म कति चाहिँ अब अरूको अन्डरमा सधैँ कसरी काम गर्ने होइन, घन्टौँ सधैँ सकिँदैन है। कुनै समय अब भनेको यो हाम्रो जागिर भनेको कुनै एउटा कस्तो भने एउटा यो, किनभने आफ्नो यो प्राइभेट हो, सरकारी होइन होइन। आज हो भोलि थाहा हुँदैन नि त हामीलाई आफ्नो समयको है। त्यही भएर सिक्दै पनि छु, अगाडि पनि बढिरहेको छु, मेरो राम्रो पनि भइरहेछ। हरेक कुरा नयाँ मान्छे जति आउनुपर्छ मैले जाने कुरा उहाँहरूलाई पनि यसरी सिकाइरहेको छु। किनभने अब मैले चाहिँ अब काम गर्नुपर्छ। अब भोलिको दिनमा त्यही भने नि अब आज भोलि नपठाए पनि मैले एउटा रिटायर मेरो प्लानमा चाहिँ मैले अब घरबाट चाहिँ गर्नु सक्छु होइन एउटा। किनभने मैले धेरै कुराहरू सिकेँ यहाँ होइन, कस्तो खालको यो बिजनेस हो के हो होइन, बुझेर यसरी मैले घरबाट चाहिँ गर्नु सक्छु। अब किनभने मैले जहाँ चाहिँ मेरो अफिस भनेको अहिले मालदिभ्स हो भने मेरो भोलि पर्सि म कहाँ जान्छु, म आफ्नो घरमा, आफ्नो गन्तव्य, आफ्नो भन्नाले घरमा गएर चाहिँ मैले खालि 2बाट 3 घन्टा मात्रै यो समय निकालेपछि मैले अरू काम पनि घरको होइन गर्नु पायो। अनि आफ्नो एउटा फ्रिडम छ यो बिजनेसमा भन्ने के दिएछ होइन। टाइम त्यही हो, समय 2 वा 3 घन्टा मात्रै। यसरी अहिले मैले जस्तो
काम गर्दा गर्दा पनि फुल टाइम गरेर पनि मैले अहिले यसरी 3 घन्टा चाहिँ मैले आउनुपर्छ भने चाहिँ घरबाट बस्दाखेरि त्यस्तो त्यति आउनु पर्दैन, किनभने 2 वा 3 घन्टा मात्रै दिने यो एउटा प्लेटफर्म है। त्यसरी मैले सुरुवात गरिसकेको छु, राम्रो पनि भइरहेछ होइन। यसरी हो यो बिजनेस भनेको। हरेक कुरामा हामीले जबसम्म निर्णय भनेको हजुरको हातमा छ, जब निर्णय हजुरले गर्नुहुन्न भने समय भनेको त्यही हो, सपना समय हामीलाई कहिले पनि पर्खिँदैन। हामीले निरन्तर अगाडि बढ्नुलाई चाहिँ आफ्नो हातमा छ होइन, आफ्नो कदम अगाडि बढाउनलाई चाहिँ होइन। त्यही भएर चाहिँ मैले पनि यो गरिरहेको छु है। अनि जहाँबाट अहिले अब हेरिराख्नुभएको छ होइन, सबैजनालाई चाहिँ म एकदम धन्यवाद छ फेरि पनि, किनभने यो एउटा प्लेटफर्म भनेको लाइफ चेन्जिङ एउटा प्लेटफर्म हो। हामीले यत्तिकै आएर बोलेर मात्रै हुँदैन होइन, हरेक कुरा छ यो। अब हजुरले आएर बुझ्नुहुन्छ पहिला चाहिँ अब के गर्नुपर्छ यो कामको लागि चाहिँ हामीले एउटा मैले भने नि फ्री कम्प्लिमेन्टरी वेबिनार चाहिँ त्यो चाहिँ पहिलो हजुर स्टेप हो क्या। त्यसमा चाहिँ फ्री हो, फ्री भनेपछि कम्प्लिमेन्टरी पैसा लगानी केही लाग्दैन त्यसमा। त्यो एउटा भिडियो हेर्नुहोस् न, त्यो भिडियो हजुरको इमेलमा आउँछ, त्यो नाम र इमेल राखेपछि आउँछ, हेर्नुहोस्। त्यहाँ हेरेपछि हजुरले के कुराहरू छ त्यहीँबाट बुझ्न सक्नुहुन्छ होइन। त्यही भएर चाहिँ यसरी त्यो पहिलो स्टेप हो, सेकेन्ड स्टेप पनि छँदैछ, थर्ड पनि छ। यदि हजुरले इन्ट्रेस्टेड भइरहेछ अगाडि बढ्नु चाहनुहुन्छ भने अवश्य यो प्लेटफर्म छ हजुरलाई होइन। तर हजुरले पोजिटिभ माइन्डसेट ल्याउनु पर्यो है। जबसम्म हजुरले इन्ट्रेस्ट गर्नुहुन्न, पोजिटिभ माइन्डसेट चाहिँ ल्याउनुहुन्न भने यो बिजनेसमा हजुरले अगाडि बढाउनु सक्नुहुन्न। किनभने मैले पनि अब पोजिटिभ माइन्डसेट ल्याएर सुरु गरेको है। अब भोलिको दिन के छ होइन, कस्तो छ अब थाहा हुँदैन है। जागिर मात्रै हाम्रो भरमा हुँदैन। अब जागिर भनेको एक महिनामा एकचोटि अब एउटा स्यालेरी पाउँछु भने जति पाए पनि एकचोटि हो। तर यो बिजनेसमा त्यस्तो छैन, हामीलाई मनकै दिन्छ अगाडि बढ्नुलाई होइन। जति पनि सक्नुहुन्छ हजुरले हो त्यसरी अगाडि बढ्नुपर्छ, गर्नुपर्छ, दिन्छ होइन। राम्रो भन्नाले यो एकदमै के अरे लिगल एउटा प्लेटफर्म हो होइन। जुनसुकै कुनाबाट जहाँबाट पनि जति समय हजुरले जहाँबाट हुनुहुन्छ त्यहीँबाट चाहिँ अब त्यहीबाट सुरुवात गर्नुहोस् होइन। हजुरको लाइफ यदि चेन्ज गर्नु चाहनुहुन्छ भने, हजुरको भविष्य चाहनुहुन्छ भने हजुरले एकजनाको एउटा फ्यामिलीले घरमा या त बुढाबुढीले मिलेर पनि गर्नु सक्नुहुन्छ। यो एउटा प्लेटफर्म हो, एमेजिङ हो। या त हजुर एक्लै पनि गर्नु सक्नुहुन्छ होइन। घरमा यसरी एकजनाले गर्दा पनि या दुईजना एउटा परिवारले बुढाबुढीले गर्नुभयो भने फुल सपोर्ट पनि हुन्छ चाहिँ। त्यसपछि जस्तो हजुरले भ्याउनु भयो भने हजुरले चलाउँदा हुन्छ होइन, यसरी कन्टिन्यू। त्यसपछि भ्याउनु भएन भने हजुरको अब होइन हजुरको मिसेस भन्नाले बुढीले चाहिँ पनि सक्नुहुन्छ। किनभने हामीले यो स्टप गर्नुहुन्न, अगाडि एउटा कन्सिस्टेन्सी दिनु पर्यो है। अनि त्यही भएर चाहिँ अगाडि बढ्दै भयो भने भोलिको दिनमा चाहिँ हामीलाई के छ भने एउटा सोचेको भन्दा पनि बढी छ यो प्लेटफर्मले। किन हामीले देखिसकेको छौँ, हामी पसिसकेको छौँ, यहाँ हेरिसकेको छौँ। हरेक कुराहरू हजुरलाई कति सेयर गरिरहेको छु। हजुरले चाहिँ अब भन्नु सक्नुहुन्छ यो त के होला, खालि बोलिराखेँ म त के हो कस्तो भन्नुहुन्छ होला। तर यहाँ जबसम्म हजुरले हरेक कुराहरू यो बस्नुहुन्न होइन, यहाँ आएर बुझ्नुहुन्न, त्यो बाहिरबाट मात्रै हेरेर मात्रै बुझ्नुको लागि चाहिँ अलिकति हुन्छ है। त्यहाँ यहाँ बस्नै पर्छ, जोइन हुनुपर्छ यो प्लेटफर्ममा होइन। धेरै कुराहरू छ यहाँ, हामीले चाहिँ यहाँ सिक्नुपर्छ। भित्र यो बसेपछि एउटा कस्तो भने एउटा प्लेटफर्ममा भन्दाखेरि लाइफ चेन्जिङ एउटा प्लेटफर्म हो कि हामीले एउटा गर्नुपर्ने भने 7वटा एउटा प्लेटफर्म यो सोसियल मिडियाबाट हो है। त्यही भएर चाहिँ मैले यसरी हामी दिनोदिन अरूको कन्टेन्ट हेरेर बस्नुभन्दा चाहिँ किनभने त्यसमा हजुरले त्यो टाइमिङ दिनु नि त। हामीले कति कुराहरू अब सोसियल मिडियामा टाइम दिन्छु होइन, 2-3 घन्टा त्यत्तिकै खेर जान्छ टाइम हाम्रो। त्यो टाइम चाहिँ हामीले सदुपयोग गर्नुभयो भने चाहिँ है, अगाडि सदुपयोग गर्नुभयो भने चाहिँ हो त्यसरी राम्रो हुन्छ है। किनभने यो त्यो समयलाई चाहिँ त्यही समय हो जुन मैले पनि अब पहिला खेरो फाल्थ्यौँ होइन। खेरो भन्दाखेरि मैले त्यति जान्थ्यो मेरो 3-4 घन्टा भनेपछि अब मैले त धेरै कुरा सिकेँ नि त। अब अहिले त तपाईँको यो बिजनेसमा आएपछि मैले समय पनि दिएँ, त्यसमा हरेक कुरा सिकेँ होइन। अनि हरेक मानिसहरूसँग जहाँ अब यो चाहिँ एउटा कस्तो भने एउटा ग्लोबल वाइड होइन फ्यामिली एउटा परिवार जस्तै हो। धेरैजनाले चाहिँ हामी यसरी एकअर्कामा चिनेर चाहिँ अगाडि बढिरहेछौँ। एउटा फ्यामिली एउटा कम्युनिटी जस्तै हो हामी चाहिँ यो प्लेटफर्ममा चाहिँ जति पनि अब दाजुभाइ दिदीबहिनीहरू गर्नुभएको छ होइन, बस्नुभएको छ एउटा परिवार, एउटा घरको परिवार जस्तै चाहिँ हामी यसरी बसेर चाहिँ हामीले काम गरिरहेछौँ भनेपछि यो कति सुन्दर हो र हेर्नुहोस्। यो प्लेटफर्म भनेको न भारी उचाल्नु पर्छ, न कुनै सामान बेच्नु पनि होइन, घरमै बसेर खालि हामीलाई चाहिँ एउटा इन्टरनेटको अनि मध्यमबाट चाहिँ एउटा ल्यापटप अनि एउटा स्मार्टफोन भएपछि हामीले यति हो जहाँबाट पनि गर्नु मिल्छ होइन। यसरी गर्नुपर्ने हजुरले चाहिँ है। यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने मलाई कमेन्ट सेक्सन
बक्समा भन्दाखेरि मलाई मेसेज कमेन्ट्स होइन ड्रप गर्नुहोस्, मलाई पठाउनुहोस् हरेक कुराहरू होइन। यदि हजुरलाई इच्छा होइन अगाडि बढ्नु छ भने, राम्रो सोच्नु भएको छ भने, यदि यो प्लेटफर्म हजुरको लागि हो भने हजुरले पनि गर्न सक्नुहुन्छ। किन मैले त गर्न सक्यो भने हजुरले गर्न सक्नुहुन्न, गर्न सकिन्छ। कुनै यहाँ आएर चाहिँ हामीले यो प्लेटफर्ममा चाहिँ टाई सुट पनि लाउनु पर्छ भन्ने छैन है। आफ्नो फ्रिडम हो यो चाहिँ अहिले। किन अहिले त म त अरूको अन्डरमा त काम गरिरहेको छु र पनि हामीलाई त्यो कुनै एउटा यो गर्नुलाई चाहिँ कुनै एउटा सर्टिफाइड, कुनै एउटा प्रोफेसनल, कुनै एउटा एक्सपिरियन्स, कुनै एउटा भनौँ न एउटा भनौँ कस्तो भने एउटा म त कम्प्युटर आउँदैन, मलाई इङ्ग्लिस आउँदैन भने यहाँ कुनै केही पनि चाहिँदैन। खालि हजुरलाई चाहिएको भनेको एउटा के भन्दाखेरि यो प्लेटफर्ममा पस्नुलाई खालि ओन्ली 18 इयर्स 18 उमेर भएपछि हजुरले त्यहाँ भएको 18 उमेरको जति पनि माथिकोले जसले पनि गर्नु सक्नुहुन्छ है, त्यति हो। अनि हरेक कुरा छ यो बिजनेसमा। हेर्नुहोस्, यो बिजनेसले हजुरले जस्तो सोचेको नसोचेको होइन, अब सोचेको भन्दा बढी दिइरहेछ। मैले देखिरहेको छु यहाँ होइन, जति पनि बिजनेस पार्टनरहरूले गरिराख्नु भएको छ होइन, यहाँ धेरै कुराहरू छ यहाँ अगाडि गर्दाखेरि चाहिँ होइन। उहाँहरूले नसोचेको कुराहरू उहाँहरूलाई पनि दिइरहेछ भनेपछि हामीले निरन्तर एउटा कन्सिस्टेन्सी काम गर्नुपर्छ होइन। एउटा कस्तो भने यो एउटा लगानी भनेको त्यत्रो धेरै चाहिँदैन कि हामीलाई अब विदेश जानु पर्यो त्यत्रो लाग्छ होइन, हरेक टाइम लाग्छ है। तर यो प्लेटफर्ममा हजुरले बुझ्नुहोस् त आजैबाट पनि हजुरले जोइन गर्नु सक्नुहुन्छ, त्यति धेरै लगानी लाग्दैन होइन। किनभने हामीलाई त हरेक कुरा विदेशमा आउनलाई त हामीले भिजा पर्खिनु पर्यो काम गर्नलाई होइन। कहिले के भएन रिजेक्ट हुन्छ है, हरेक कुरा छ यहाँ त केही गर्नु पर्दैन। तपाईँले आजै एक्सन गरेर लिएर अगाडि बढ्नुभयो भने, जोइन गर्नुभयो भने त्यसपछि हजुरले लाइसेन्स पाइहाल्नुहुन्छ। अनि त्यो लाइसेन्स किन भन्दाखेरि एउटा लिगल एउटा प्लेटफर्म हो, किन त्यसको चाहिँ हामीले चाहिँ लाइफ टाइम दिन्छ। यो कहिले पनि एउटा एक्सपायर हुँदैन यो बिजनेस भनेको, सधैँभरिको लागि हामीले होइन। त्यसरी अनि त्यो मात्रै होइन, गर्दै गर्दै हजुरले जब हजुरको अहिले बाबु नानी अलि 18 वर्ष पुगे छैन पछि गर्दै गर्दै अगाडि बढ्नु भएर चाहिँ उहाँहरूलाई भनौँ न उहाँको नामसारी एउटा लिगल ट्रान्सफर भन्छ, त्यो पनि बाबु नानीहरूले पनि पछि यसरी चाहिँ अब गर्नु सक्नुहुन्छ भनेपछि यो कस्तो राम्रो होला होइन। हेर्नु त एक्सपायर हुँदैन कहिले पनि। मैले पनि त्यसरी नै हो सोचेर हरेक कुरा हेरेर मैले यसरी अगाडि बढ्दैछु होइन, बढेको गरिरहेको छु, त्यही हो। अनि अब अहिले चाहिँ म यहाँ के पढ्दैछु, यहाँ अडियन्सहरूले होइन ट्याक्स गर्नुभएको छ, एकदम धन्यवाद। अब कुन देशबाट हेर्नुभएको छ के छ होइन। दिनेश सर नमस्कार, तपाईँले यो बिजनेस भन्नुहुन्छ यस गर्नु काम के हो र हरेक कसरी हो भन्ने कुराहरू स्पष्ट रूपमा जानकारी पाएदेखिसम्म हुन्थ्यो। ओके, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच सर फर योर टाइम। अनि हजुरले चाहिँ मलाई अब यसरी आएर हेरिदिनु भयो, आफ्नो समय सोध्नु भयो। ओके, थ्याङ्क यू सो मच। सो ओके एगेन अनि फेरि के लेख्नुभएको छ के अरे कतिपय लाइकहरू तपाईँको सुनेर हुन्छु, पोस्ट रूपमा देखिरहेको हुन्छु, तर यसको के अरे प्रति उत्तर केही सोल्युसन देखाइन, त्यही भएर म कमेन्ट गर्नु बाध्य भए। ओके, थ्याङ्क यू सो मच। हजुर कुन देशबाट हेर्नुभएको छ होइन, ठिक छ, एकदमै धेरै छ, धेरै धन्यवाद हजुरलाई है, चन्द्रबहादुर सरलाई है त, एकदम थ्याङ्क यू सो मच। म के भन्छु भन्दा यो प्लेटफर्म भनेको हामीले चाहिँ एउटा एट्र्याक्सन मार्केटिङ गर्नुपर्ने हो कि मैले भनिहालेँ नि, एउटा एट्र्याक्सन मार्केटिङ गर्नुपर्ने हो, जुन चाहिँ सोसियल मिडिया हामीले टिकटकमा रात दिन, युट्युबमा, लिङ्कडिनमा होइन, यसरी हरेक कुराहरू फेसबुकमा हामीले अर्काको रिल कन्टेन्ट हेर्नुको साथ त्यसै यही प्लेटफर्ममा जुनै प्लेटफर्ममा हामी यसरी सुरु गर्ने हो चन्द्र सर है। यहाँ तपाईँले चाहिँ हामी बुझ्नुलाई चाहिँ अब हजुरको नाम र इमेल चाहिँ मलाई मेसेज गर्नु न, करेक्ट नाम र इमेल मलाई पठाउनुहोस् त। त्यसपछि हजुरलाई म त्यहाँ भिडियो आउँछ हजुरको इमेलमा, त्यहाँ अनि त्यो गएर त्यहाँ चेक गर्नु, सुन्नुहोस् त है, पहिलो स्टेप हो। त्यसपछि फेरि अनि कदम बढाउँला हजुरले एकदम इन्ट्रेस्ट हुनुहुन्छ भने, अगाडि बढ्नु चाहनुहुन्छ भने यो प्लेटफर्म भनेको मैले त अब गर्नु सकेँ भनेपछि म विदेशमा अब अनि हजुरले पनि गर्नु सकिहालिन्छ यता। यो अब अहिले नेपाली नै हो, हजुर पनि होइन, म पनि नेपालीले बोल्ने हो। हरेक कुराहरू यहाँ अब नजानेको कुराहरू के छ भने यहाँ ट्रेनिङ साइटमा म पनि कति कुराहरू सुरुमा आउँदैन के, आएन मलाई पनि, किनभने लाइफ टाइम कोच हुन्छ। लाइफ टाइम कोच हुन्छ भन्दाखेरि चाहिँ
कोचले उहाँले हरेक कुराहरू सेयर गरेर हजुरलाई अगाडि बढाउनुहुन्छ, सिकाउनुहुन्छ। त्यस्तै हो, हामी चाहिँ एउटा कम्युनिटी एउटा एउटा परिवार। मैले मैले भने अघि पनि होइन, जस्तो मैले जानेको कुरा अरूलाई सिकाउनुहुन्छ, किन मेरो ज्ञान अघि जति जति सिकाएँ मैले जानेको त्यति ज्ञान बढ्दै बढ्दै मलाई भोलिको दिनमा अझै पनि सजिलो हुन्छ होइन, त्यही हो। अनि जस्तो मैले नजानेको कुराहरू उहाँहरूले मलाई सिकाउनुहुन्छ, उहाँहरूको पनि त्यस्तै हो। त्यही भएर चाहिँ हामी चाहिँ एक अर्कामा चाहिँ अगाडि बढ्दै 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 जान्छु क्या, यो प्लेटफर्म त्यस्तो हो। हजुरलाई यदि इन्ट्रेस्टेड भयो भने होइन, मैले पनि अगाडि लान सक्छु, दोहोऱ्याएर पनि लान सक्छु हजुरलाई। किनभने अब यो प्लेटफर्म भनेको मेरो लागि मात्रै होइन। म आज होइन यहाँ बसेर लाइभमा आएर म अब बोल्छु, हरेक कुराहरू गर्छु, त्यो मेरो लागि मात्रै, यो सेयर गर्दै आएको के सबैको लागि। एउटा हामी एउटा नेपाली दाजुभाइ होस्, चाहे जोसु होस् होइन, जो पनि होस्, जहाँबाट होस्। किनभने एउटा भनौँ न, कतिको इच्छा, कतिको चाहिँ अब काम गर्दा गर्दा पनि बाहिर नभएर होइन, विदेशमा हुनुहुन्छ, चाहे नेपालमा कति लगानी लाउनु भयो त्यो पनि भएन भने होइन, हरेक कुराहरू छ, आफ्नो आफ्नो स्ट्रगल छ क्या, मेरो पनि स्ट्रगल छ। त्यही भएर चाहिँ मैले पनि यो गरेको, मलाई भोलि सजिलो होस्, मैले घरमा जाँदा पनि मैले गर्नु पाओस्, कि मैले मेरो आफ्नो लाइफ पनि एउटा चेन्ज गरौँ न, एउटा होइन, एउटा लाइफ फ्रिडम, एउटा लाइफस्टाइल होइन, एउटा सरल तरिकाले जिउँ न भनेर चाहिँ मैले पनि यो थालेको। हजुरलाई पनि त्यस्तै इच्छा हजुरलाई पनि हुन्छ भने त्यो म सपोर्ट गर्छु, अगाडि बढाउँछु। तर यो चाहिँ एकदम राम्रो एउटा सुन्दर हो, प्लेटफर्म हो है। तर रातारात आएर आजै जोइन भएर चाहिँ अब ओभरनाइटमा हुँदैन है, हजुरले वेट गर्नुपर्छ। के अरे धैर्यता रहनु पऱ्यो, बी पेसेन्ट हुनु पऱ्यो होइन, गर्दै गर्दै अलिअलि गर्दै 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 अगाडि बढेर मात्रै सिकेर हामी अगाडि बढ्छौँ होइन। त्यही हो, मैले पनि अब मैले नि हिजो अस्ति सोचेको थिएँ भर्खरै अब सुरु गरेँ जस्तो लाग्यो, तर आज हेर्नुहोस् मैले अब 18 महिना मैले मेरो अगाडि बढाएँ। हेर्नुहोस् कस्तो हो र प्लेटफर्म, हेर्नु त। मलाई गाह्रो छैन नि त, मलाई भोलि अब कम्पनीले जा तँलाई भयो अब पठाउँछु अनि अरू ल्याउँछु, या त म अब रिटायरमेन्ट प्लानमा जाउँ भने पनि मलाई केही छैन नि त। किनभने काम त जहाँबाट पनि गर्नुपर्ने, हामीले गर्नुपर्ने भने कामै हो एउटा होइन, जहाँबाट पनि आफ्नो परिवार फ्यामिलीलाई है। हो त्यस्तरी नै अब हजुर इच्छा हुनुहुन्छ भने त्यसरी जोइन गर्नु। एकदमै धन्यवाद छ है त। आजलाई मेरो टपिक यति नै, जहाँ जहाँबाट हेर्नुभयो धन्यवाद है त। बाई बाई, हेभ ए गुड डे एभ्री वान। ल राखेँ।